कार्ल मार्क्सले धर्महरूलाई अफिम किन भनेका थिए त? आउनुहोस् आजको यस छोटो भिडियोमा कार्ल मार्क्सले धर्महरूलाई अफिम किन भनेका थिए त्यसैको बारेमा छोटो कुराकानी गरौँ। कार्ल मार्क्सका अनुसार जसरी अफिम खाँदा मान्छेले केही समयको लागि आफ्नो पीडालाई भुल्छ, त्यसैगरी धर्मले पनि मानिसहरूलाई केही समयको लागि दुःख कम गराउन मद्दत पुर्याउने गर्दछ। संसारभरि भएका धर्महरूले मानिसको दुःख पछाडिको वास्तविक कारणलाई लुकाउने गर्दछन्। धर्मले मानिसहरूलाई तत्काल दुःख समाप्त गर्नको लागि क्रान्ति गर्न दिँदैन। यसको सट्टा धर्मले मानिसहरूलाई मृत्युपछि सुख पाउने कुराको लालसा दिन्छ। त्यसैगरी धर्मले मानिसहरूलाई सधैँ दबेर बस्न सिकाउँदछ। समाजमा अन्याय, अत्याचार, थिचोमिचो र शोषणमा परेको वर्गलाई आफ्नो हक अधिकारको लागि लड्न भन्दा पनि चुपचाप लागेर बस्नको लागि धर्मले सिकाउँदछ। धर्मले नै समाजमा हुने गलत कार्य, अन्याय, अत्याचार र शोषण आदिलाई भगवानको लीला मान्दछ। यस्ता विविध कारणहरूले गर्दा कार्ल मार्क्स नामक दार्शनिकले धर्मलाई अफिमको संज्ञा दिएका थिए। तपाईलाई के लाग्छ? के साँच्ची धर्म अफिम हो त? कमेन्टमा भन्नुहोला र यस्तै भिडियो हेर्नको लागि हामीसँग जोडिनु होला। धन्यवाद।